Hello guys, welcome to my channel. अब म चाहिँ बिहामा जानु पनि है यहाँ चाहिँ मान्छेहरू पुरा रहेछ यो चाहिँ मेरो जाने लोकेसन हो मेट्रोभित्र यहाँको चाहिँ यसको खानेकुराहरू पनि राम्रो राम्रो हुँदो रहेछ है हेर्नुहोस् है अब चाहिँ जाँदैछु है यहाँ त फेरि जाँदाखेरि पनि पुरा लाइन लागेर क्या एकदम डिसिप्लिनमा जानुपर्ने रहेछ जस्तो कि हाम्रो स्कुलमा जस्तो लाइन लाग्छ नि यहाँ त त्यसरी स्कुलमा लाइन लागेको जग्गा जानुपर्दो रहेछ है तपाईँलाई देखाउँदैछु यो चाहिँ यता साइडको चाहिँ कस्तो रहेछ भन्दाखेरि जो हतार हुन्छ मान्छेहरू है हतार हुने मान्छेहरू चाहिँ त्यसरी जानुपर्दो रहेछ मलाई त अब हतार छैन अब यहाँ मान्छेहरू हेर्नुहोस् कस्तो रहेछ सबै अब अहिले अफिसबाट आउने टाइम हो फर्केर जाँदैछ है यो साइडको चाहिँ के रहेछ भन्दाखेरि जो हतार हुन्छ है यहाँबाट हिँडेर जान्छ यहाँ चाहिँ अब मान्छेहरू के भन्छ त्यस्तो गफ गर्ने सिस्टम चाहिँ छैन जस्तो हाम्रो एसियामा अब जस्तो एसिया हो जस्तै हाम्रो एउटा सिक्किमतिर हुन्छ नि गफ गरेर मान्छे बाटो रोकेर त्यस्तो चाहिँ हुँदैन यहाँ तपाईँहरूमा चाहिँ यसो आफ्नो आफ्नो बाटो हो आफ्नो आफ्नो रास्ता भन्ने जस्तो क्या अब फेरि हेर्दैछ फर्स्टमा त मलाई पनि यहाँ धेरै साह्रो परेको थियो है यताउता हेर्नु अब चाहिँ अलिकति बानी भएर सजिलो पर्दैछ मान्छे जाँदैछ है अब यहाँबाट फेरि मेरो मेट्रो चाहिँ चेन्ज गर्नुपर्छ अर्को जग्गामा है सो यहाँको सिस्टम कस्तो रहेछ म तपाईँहरूलाई देखाउने ट्राई गर्दैछु है अब यहाँदेखि चाहिँ मेरो अर्कै जग्गामा जानुपर्छ म चाहिँ हो यहाँ चाहिँ अफिसबाट मान्छेहरू सबै फर्केर अब आउँदै गरेको रहेछ मेरो उता उता हो ट्रेन फर्क्यो